बुवा नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो टङ्काबा थापा। घर चाहिँ कहाँ पर्यो हजुरको? मेरो घर सिन्धुपाल्चोक चौतारा। चौतारा। अनि हामी कहाँ तपाईँ जस्तो यो मोडेल आँखा केन्द्र भने जुन ग्वारखुमा छ भने चाहिँ कसरी थाहा पाउनुभयो त हजुरले? यहाँ अब सानो एउटा बाबुको पहिला यहाँ आएर के अरे त्यो आँखाबाट काँटी निकालियो अनि त्यहाँबाट अनि जनाले नि यहाँ राम्रो छ भनेर अनि जाउँ त्यहीँ भन्नुभयो अनि त्यहाँ आएर। अनि के समस्या भएर आउनुभएको दाजु चाहिँ? मैले त अब मेरो आँखा कमजोरी भयो अनि के अब भन्दाखेरि अब आजभन्दा भोलिभन्दा झन् नदेख्ने स्थिति आएर अनि भन अब जानु पर्यो भनेर म आएको। अनि जहिले भन्नुभयो अब यहाँ यो ठाउँ राम्रो छ त्यहाँ जाउँ त्यहाँ हँसी हुन्छ भन्नुभयो अनि म आएको। अनि के रहेछ तपाईँको आँखामा भन्ने कुरा थाहा भयो त त्यतिखेर? अब यस्तो मध्यबिन्दु भएको भन्ने त थाहा भएन। अब आँखा एकदम नदेख्ने भयो, कमजोरी भयो अनि कमजोरी भएपछि अनि त्यहाँ जानु पऱ्यो भनेर अनि आएको। अनि अब मोतीबिन्दु पनि दुईटै अपरेसन भइसक्यो होइन त तपाईँको? हजुर दुईटै। कस्तो छ त अहिले? अहिले राम्रो छ, पहिलेको भन्दा त धेरै राम्रो, 4 गुणा बढी देखिन्छ भनौँ न अब अलि पहिलाको भन्दा। पहिला चाहिँ कस्तो हुन्थ्यो तपाईँलाई? पहिला त घाममा हिँड्न नहुने, पोल्ने, छाम्मै बन्दै हुने, हिँड्दै नहुने घाममा। अनि शीतलमा चाहिँ अलिअलि त विशेष शीतलमा बसेर हुने देखिन्थ्यो, शीतलतिर बस्दाखेरि चाहिँ अनि ऊ हुन्थ्यो अनि घाममा त हेर्नै नहुने, अन्धकारै हुने। अहिले अपरेसन पछि कस्तो छ तपाईँलाई? अहिले अपरेसन पछि एकदम राम्रो छ। घाममा हेर्नु ठिक भएको छ अहिले? ठिक छ। घाममा हेर्न सकिन्छ, अहिले शीतल हुन्छ, देखिन्छ। पहिलाको हेर्दा धेरै नै राम्रो देखिएको छ अहिले। तपाईँलाई कस्तो लाग्यो त यहाँ आएर? हस्पिटल कस्तो लाग्यो? एकदम तपाईँलाई हामीले सेवा दिएको कस्तो लाग्यो? एकदम राम्रो लाग्यो होइन। मान्छेहरू भिडभाडमा जानु पर्यो, गाह्रो भयो भने भन्नुहुन्छ, तपाईँलाई कतिको गाह्रो भयो आउन जान? गाह्रो भएको छैन, गाह्रो भएन, आउन जान गाह्रो भएन, राम्रो भयो, आँखा देखिने भयो। हामीले चाहिँ सुई नलगाइकन गरेको होइन त? हजुर, सुई नलगाइकन गर्नु। दुख्यो? कतिको दुख्यो त? दुखेन? मान्छेहरू डराउँछ नि त, सुई नलाइकन गऱ्यो भने थाहा पाउने गरेर गऱ्यो भने दुख्छ भन्छ। अब हाम्रो त गरेको छैन, हामी पनि त्यही भन्छौँ भन्न चाहिँ होइन। तपाईँलाई दुखेन त्यसो भए? अपरेसन पनि कति मिनटमा सकेको तपाईँको? 3 मिनटमा सक्यो। 3 मिनटमा सिद्धि है? 3 मिनट सिद्धि। त्यही दिन हेर्न पाउनुभयो? हजुर, केही दिन त्यो अपरेसन गरेर एकछिन पछिबाट त मजा हेर्नु पाइयो नि, मजा हेर्नु पाइयो। अब देखियो पनि आँखा राम्रो छ, राम्रो भएको छ। दबाई हालिरहेको छ, दबाई हाल्दै गएपछि झन् राम्रो होला नि त। अब भर्खरको घाउ पनि अलिक छ नि त, दबाई हाल्दै गएपछि अनि राम्रो हुन्छ। अब हामीले धुलो धुवाँबाट चाहिँ जोगिनुपर्छ। तपाईँले 1 महिना जति चाहिँ आँखालाई अलिकति सुरक्षा गर्नु पऱ्यो, बिहान सफा गर्नु पऱ्यो होइन। अनि अरू भनेको सामान्य कामहरू गर्न मिलिहाल्छ, तपाईँको आफ्नो काममा फर्किँदा केही फरक पर्दैन है त? हस् त, नमस्कार। नमस्कार। तपाईँको शुभ नाम चाहिँ? भुजेलजीको गाउँ पनि उतै सिन्धुपाल्चोक नै हो? कति 1.5 घन्टा फरक छ। अनि उहाँ चाहिँ तपाईँको ससुराबुवा? तपाईँले कसरी थाहा पाउनु भयो त हाम्रो यहाँ आँखा जाँच्ने ठाउँ छ भनेर चाहिँ? मैले यहाँभन्दा कति भने 4 महिना अगाडि भाइको आँखामा ग्यालेन्डर गर्दा फलामको धुलो छिरेको थियो। अनि मैले बच्चाको दुधबाट हुन्छ कि हस्पिटल मेडिकलतिर पनि औषधिहरू लगाएँ, झन् भएन। अनि त्यसपछि त्यहाँ एकजना अङ्कल हुनुहुन्थ्यो, अनि त्यहाँ गर्थ्यौँ छ जाऊ भन्नुहुन्थ्यो। त्यसपछि यहाँ ल्याएको, अनि यहाँ ल्याएपछि त सर्लको मिसिनबाट हेर्दा त हामी त अब फुल पऱ्यो यताउति भन्ने अब औषधि गरेको छ। अब बच्चाको आमाको दुध शुद्ध ल्याएर हालेको के ठिक भएन। अनि पछि यहाँ आएपछि चाहिँ धुलो छिरेको रहेछ, धुलो छिरेको झिक्दाखेरि अनि सर्लको राम्रो भयो। त्यहाँदेखि चाहिँ विश्वास भयो भनौँ। विश्वास भयो। त्यसपछि तपाईँले बुवालाई लिएर आउनुभयो? त्यही भएर बुवालाई पनि लिएर आएको। बुवाको आँखाको उपचार पनि भयो, बुवा पनि खुसी हुनुहुन्छ? तपाईँ बुवा खुसी भएपछि कस्तो लाग्यो त? अब बुवा खुसी भएपछि त राम्रो भएपछि त हामी पनि खुसी हुनै पर्यो। हस् त, धन्यवाद। हस्, धन्यवाद।